हेलो एभ्रिवान, नमस्ते, गुड आफ्टरनुन। हजुर सम्पूर्णलाई फेरि पनि मेरो पेजमा स्वागत गर्दै साथीहरू। आज त म यहाँ बनाउँदैछु लन्च है। आजको मेरो लन्चमा स्पेसियल त के छ भन्नु, यहाँ हेर्न सक्नुहुन्छ, यो हो चिकन है। यहाँ चाहिँ चिकन फ्राई हुँदैछ। आज त मैले एकदमै स्पेसियलै बनाइदिँदैछु, नानीहरूको फरमाइस हो। र आज छ चिकन चिल्ली। मैले सबै रेडी गरिरहेको छु। यो प्याज त मैले पुरा काटेको छु, किनभने नानीहरूलाई प्याजै मनपर्छ नि त, त्यही भएर। र यहाँ क्याप्सिकम रेडी छ, यहाँ अदुवा लसुन काटेर रेडी, यहाँ चिकन फ्राई भएको छ, अहिले यहाँ छ। म चाहिँ बनाउँदैछु आज चिकन चिल्ली हो। अब आज नानीहरूको पनि छुट्टी, आज बुधबार हो है, हिजो पनि नखाएको मङ्गलबार, त्यही भएर त बुधबार त खानै पर्ने हो। त्यही भएर त म चाहिँ यहाँ बनाउँदैछु आज चिकन चिल्ली, भात दाल है। अब अहिले रोटी पनि पोल्दिनु भन्नुभएको छ, हस्बेन्डले रोटी पनि पोलेर एउटा दुईवटा भनिराख्नु भएको छ हो। चिकन चिल्ली त रोटीसँग त झन् मिठो हुन्छ नि त, त्यही भएर साथीहरू नानी जाऊ त। र यहाँ चाहिँ मेरो पाएको छ दाल, यहाँनिर चाहिँ दाल छ हो, दाल यहाँ पाक्दै सामान। आजको चाहिँ मेरो चाहिँ लन्च चाहिँ यही साथीहरू। तपाईँको त पाकेर पनि खानु सकेर हाम्रो त एकदम ढिलो हुन्छ हो। आज चाहिँ नानीहरू स्कुल छोड्दिनु थियो, हामीले ब्रेकफास्ट पनि ढिलै गरेको, र अब हस्बेन्ड पनि ड्युटीबाट आउँदा त झन् ढिलै हुन्छ हो। त्यस्तो हाम्रो चाहिँ लन्च हुन्छ 3 बजी, त्यही भएर त भर्खर बनाउनु थालेको है साथीहरू। ल हस् त हुन्छ है, अहिले बाई बाई।